मैले छतमा लगाएको गमलामा उमारेको फुल कति राम्रो रमाइलो लाग्छ माथि बस्दाखेरि पनि। यो फुलमा अहिले बारुलाले रस लिइराखेको छ। बारुला पनि रमाइलो लाग्छ कि। मौरी चाहिँ आएको छैन, मौरी आएको भएदेखि मौरी पनि बनाउँथे। यो चाहिँ बारुला हो। हेर्नुहोस् न यति राम्रो फुलहरू, कति राम्रो फुलिरहेको छ टकमक्क। यो चाहिँ अर्कै ठाउँको हो। यो पनि माथि नै रोपेको। कति मजाले मेहनत गरेर खाइरहेको छ हेर्नुहोस् त। रमाइलो लाग्छ मलाई यस्तो हेर्नु। तपाईँहरूलाई कस्तो लाग्छ? भित्र पुगेर एकदमै घुमी खान्छ कि खुब मजा लाग्छ मलाई। अब यो उडेर जान्छ नि, यसले त्यहाँबाट बिउहरू लिएर गइरहेको हुन्छ कि अर्को ठाउँमा जान्छ, कहीँ गएर फेरि छरिदिन्छ कि यो आफसे आफ फेरि उम्रन्छ। यो मैले एउटा सानो बिरुवा मात्र लिएर आएको थिएँ, अहिले झाँगेर यस्तै किरा फटेङ्ग्राहरूले नै खाएर सबैतिर छरेर यसरी फेरि ठाउँ ठाउँमा उम्रेको छ। रमाइलो लाग्छ। घाम लागेको बेलामा त यति मजा लाग्छ हेर्नलाई, मनै आनन्द बनाउँछ। कति मजाको छ है फुल। हेर्छ त्यो भित्र अर्को किरा छ, अर्को किरा पनि लडीबडी गरेर खाइरहेछ। यसको नाम चाहिँ थाहा भएन, एकदम लडीबडी गरेर खाने कि। उडेर गयो। अनि बारुला यिनीहरूलाई पनि कति मिठो लागिरहेको होला। उडेर गयो। उसले छानी खान पाएको छ कि, छानी खान पाएको छ। कहिले उसको उयो थुङ्गामा जान्छ, कहिले अर्को थुङ्गामा जान्छ, कहिले कता जान्छ, कहिले कता जान्छ। खुब रमाइलो छ उसलाई। भित्र घुमी खाने पो त फेरि। मजा लाग्यो। उडेर गयो। फेरि एकछिनमा अर्को ठाउँमा आउँछु, फेरि त्यहाँबाट नि उड्यो।